चाइनिजहरूले यो फुटपाथमा चाउमिन बनाएर बेच्ने तरिका हेर्नुहोस् है त ल। अब यो हाम्रोतिर जस्तो चाउमिन हो र उहाँ एकदम एकदम स्पेसल चाउमिन बनाएर बेच्नुहुन्छ क्या उहाँ म्याडमले। फुटपाथमा छ होइन, एकैचोटि 4वटा प्यानमा बनाउन लाग्नुपर्छ ल, सिङ्गै मासु राखिदिनु भयो होइन। एकदम स्पेसल चाउमिन बनाउनुहुन्छ क्या उहाँ। यता जस्तो चाउमिन हुँदै होइन। सायद अब यो सिङ्गै मासु त सिङ्गै राख्नुभयो, बफको हो कि बफ पोर्क के हो त्यो। ल अन्डा पनि ल, एकैचोटि 4वटा बन्ने भयो क्या। ल यसरी फुटपाथमा यस्तो मजाले होइन, व्यवस्थित तरिकाले होइन, कस्टमर पनि उहाँले मजाले बनाउनु भयो रहेछ। कस्टमर पनि मजाले आउने रहेछ नि। ल ल सिङ्गै अन्डा है, चाउमिन हाल्न बाँकी छ त्यहाँ। अब प्याज हाल्नु भयो। ल प्याजको पालो आएछ। मासु पाक्दैछ। दामी बनाउनु होला जस्तो छ है। ए ल सबै मिक्स गर्नुभयो त प्याजसँग एकै ठाउँमा त। ल अब चाउमिनको पालो आयो। ल ल चाउमिन हेर्दै दामी छ। ल यस्तो चाउमिन अब हुन त यतातिर नि बनाउँदो हो होइन। अब त्यस्तै व्यवस्थित होटेलमा होइन, त्यस्तै अब 5 स्टार रेस्टुरेन्ट यताउति होइन। त्यो अब यहाँ अब नर्मल मान्छेले चाहिँ खान सक्दैन होला है। यतातिर यस्तो बनाउँदाखेरि चाहिँ अब उता चाहिँ अब फुटपाथमै बेचिदिन्छ। अब जस्तोले नि अब खान मिल्यो उनीहरूको। अब एउटामा चाहिँ अलिक धेरै पिरो हाल्नुभयो जस्तो छ। ल हेर्नु ल, यस्तो हो क्या चाउमिन भने, यस्तो हुनु पऱ्यो क्या। अब यहाँ के को कमी भयो भन्दाखेरि चाहिँ अब यहाँ चनाको कमी भयो है। चना र बन्दाको। नेपाली चाउमिनमा चना र बन्दा हुन्थ्यो। त्यहाँ चाहिँ ल प्याज हाल्नुभयो, मासु हाल्नुभयो, यो ल भयो, यतिकै तयार भयो। ल एकैचोटि 4 प्लेट। ल उहाँको कस्टमर हेरेर हेर्ने। ल कस्टमर कति धेरै। ल उहाँ ल यसरी चाहिँ उहाँले व्यवसाय गर्नुभएको छ उहाँ म्याडमले। ल राम्रो कुरो हो होइन। चाइना भने